केबुल कार चढ्नको लागि हामी जाँदैछौँ। हल्ला कति हो कति यता हेर छोरी छ्या ज्याकेट समाउनु है चरप्प आफू मात्रै लान्छ यता आउनु हजुर देख्छको यहाँ सुइनी रहेछ टिको मिजाइ केसमा हाल्यो भनेर न आइन मजा झ्याउला बच्चाहरूलाई कहाँ थिएन आएको म्याग्दी म्याग्दी भिडियो गरिदिने हौ यिनीहरू गरिदिन्छ नि त नानी ल दिदीहरू म त समात्नु यो डराएछ फोटो पनि खिचिदियो ल पछाडि हेर त झन् राम्रो देखेछ डराएछ अहिले आउँदा उसो यता उसो हुन्छ यता जाँदा त भिडियो बन्द गरेर फोटो खिचिदियो मैले नानी त टाउको रहेछ फोटो खिच्दा म बाबाले हिँडेर आएको माथि तल दिने खिचिदिन्छु खाँदी रहेछु फेरि त्यहाँ त हल्लाउँछ चन्द्रगिरीको झन् राम्रो हो नि त चन्द्रगिरी गएको होइन बन्दीपुरको नि अब आउँछ झ्यालै नखोले रहेछ त तल नहेर्ने रहेछ रे कसरी तल पछाडि यस्तो छ त उरा त रित्तै पो जाने रहेछ सबै दिन गएको होला नि त माथि नै भुल्यो होला के अघि पुर्याउनु जानु जति कहिले फर्किने बेलामा फेरि प्याकै हुन्छ फोटो खिच्दिउँ त बहिनी अब लास्टतिर त्योमा त एउटा मात्रै हो कान बन्द भयो अरे दिदीहरू अबे कति माथि रहेछ नि बस्यो त्यो त ऊ त्यो प्यारालाइन त ऊ त्यही खस्यो त त्यो त जान्छ त्यही भएर त गएको नि उडेको त्यही भएर त्यस्तो मकै हो कति झारा छ मकै यो मकै खन्ने भएको पानी आउँदाखेरि छर्ने बित्तिकै पानी आयो होला कति आनन्दको बस्ती है यहाँ त पोखराको माथि
टाढै रहेछ नि टाढै पहिला गाडीमा आउँदा है यति डर पनि थियो गाउँको गाडीमा अस्ति दादाले एक्लै छ त जानु भयो यहाँको मनमा नै सोचे यो बाटो त पहिल्यै आएको भन्दै बाइकमा आएको दादा बाइकमा आएको हजुर दादा र म अनि अङ्कल 3 जना बाइकमा आएको स्कुटर लिएको यो बाटो त पहिल्यै आएको भन्छ सिधै उस माथि उता भन्दै यही हो सराङको यता माथि नै जानुपर्छ हिँडेर है हामी कुना कुना चढ्यो भने सेट हाउस बनाइरहेछ है बस्ने ठाउँ क्या हिँडेर आएर सात आठ हजार लाग्नु जिप लाइन छ के छ क्या गरेर ल यतानिर ल यता हेर हो त बस त हेर के छोरी त एउटा मासु हिँड्दै मेरो बाबा गाडीमा आएर हिँड्दै गएको देखियो नि हो त्यो कुनामा हो त्यही कुनामा बना अनि पछि छोडेछ क्या विवाद भएछ र त्यहीँको त्यो जग्गा त अनि बनाउँदै विवाद भएर अनि चेला हालेर हाल्दैछ अनि हो त्यहाँनिर भिडियो बनाएर तलतिर उतो रस्सी चाहिँ तल झरेर लिसा एउटा दान खाली नै आउने रहेछ कि मान्छेले तल जान्छ कतिखेर आउँछु खाली नै आउँछु जान्दा त कति धेरै लामो गाडी के लान्छ मौसम चाहिँ राम्रो छैन कि कति धेरै बाटै बाटो
यहाँ मकै खानेको डेट खाने काम गर्ने छोडेको थिएँ छोरा त छोडेको भएर त खान्छन् जोतेर ट्र्याक्टरले जोतेको भएर होला सबैले गर्छ कुन दुनियाँमा छन् कति ठुलो गरेको नि त हाल्छ नि आज 400 किलो थाहा दाजुमा बसेर आउनु अघि नै खाली जान्थ्यो अब हामी खाँदैन मान्छेहरू त्यो खोला के अरे तालको नजिक नजिक त कस्तो घर बनाएको होइन त्यो होला स्वाद भित्र पस्ला जस्तो नि अघि उँभो जाँदा नि ढिलो तान्ने थियो नि यहाँ थारै रहेछ नि त त्यही भएर अहिले छिटो आयो हो त्यो स्विमिङ पुल झनामा त अलि रेमा त भने पोल्छ बाई चान्स मार्केट लो जा उठ जा उठ जा ले तयार के आनन्द यो मनलाई